Namaste, all of you. How are you today? I think you all are well there, and I am also well here. Today, I am here with you uh, with a lesson of compulsory English, class 10, unit 1, current affairs and issues, reading I, and this is how driverless cars will change our world, is our today's topic. Okay, guys, this is the text written by Jandri Ushak, reporter of BBC, 30th November 2021, and it deals with AI technology in transportation, especially in car, which is in use in USA and some UK and some other countries in the world, and this is the new technology or the gift we can say. विद्यार्थी भाइ बहिनीहरू, यो चाहिँ ड्राइभरलेस कारको विषयमा लेखिएको एउटा न्युज आर्टिकल हो र यसमा चाहिँ कसरी विश्वमा अहिले ड्राइभरलेस कारहरूको विकास भइरहेको छ र यसलाई दैनिक प्रयोजनमा यातायातको प्रयोजनमा उपयोगमा सार्वजनिक गर्न सकिन्छ भन्ने विषय चाहिँ यसमा समावेश गरिएको छ. लेट्स बिगिन द टेक्स्ट गाइज. It is a late night in the metro area of Phoenix, Arizona. यो चाहिँ समय रात्रिको समय छ र मेट्रो एरिया फिनिक्स एरिजोना युएसए को हो. Under the artificial glare of street lamps, a car can be seen slowly approaching. यहाँ स्ट्रीट ल्याम्पहरूको जुन एउटा उज्यालो छ, आर्टिफिसियल उज्यालो, कृत्रिम उज्यालोमा चाहिँ एउटा गाडी कार त्यहाँ आइपुग्दछ. एक्टिभ सेन्सर्स अन द भेहिकल रेडिएट अ लो हम. अब यो कारका सेन्सर्सहरूले चाहिँ त्यहाँ एउटा मसिनो आवाज निकाल्दछन्. अ ग्रीन एन्ड ब्लू डब्लु ग्लोज फ्रम द विन्ड स्क्रिन. विन्ड स्क्रिनमा चाहिँ ग्रीन र ब्लू कलरको एउटा लोगो, डब्लुको लोगो देख्न सकिन्छ, जुन चाहिँ वेमो मोटर कम्पनीको लोगो पनि हो. गिभिङ अफ जस्ट इनफ लाइट टु सी इनसाइड, जसले चाहिँ ठ्याक्कै भित्र के छ भनेर हेर्न मिल्ने गरीको थोरै प्रकाश दिएको छ. टु अ कम्प्लिटली एम्प्टी ड्राइभर सिट, जहाँ चाहिँ ड्राइभर सिटमा कोही पनि नभएको स्पष्ट रूपमा देख्न सकिन्छ. द व्हील नेभिगेट्स द कर्भ पार्किङ. अब गाडीको व्हीलले चाहिँ फुटपाथलाई नेभिगेट गरेर पार्किङ गर्दछ. एज एन अराइभल नोटिफिकेसन पिङ्क्स अन द फोन अफ द पर्सन वेटिङ फर इट. र यतिकै बेलामा चाहिँ जो मान्छेले यो गाडीलाई बोलाएको थियो उसको चाहिँ मोबाइलमा नोटिफिकेसनको आवाज टिङ्ग बज्छ. एयर पिङ्क्स भनेको त्यो आवाज हो. When they open the door to climb inside, a voice greets them over the vehicle's sound system. जब प्यासेन्जर्स चाहिँ गाडीभित्र छिर्दछन् ढोका खोलेर, त्यहाँ गाडीमा भएको सिस्टमको भोइसले चाहिँ उनीहरूलाई ग्रिड गर्ने अर्थात् उनीहरूलाई चाहिँ वेलकम गर्ने काम गर्दछ. गुड इभिनिङ, दिस कार इज अल योर्स with no one up front, it says. शुभ सन्ध्या छ यहाँहरूलाई, यो कार तपाईँकै हो र यो अहिलेसम्म यो गाडीमा अगाडि कसैले पनि बुक गर्नुभएको छैन. This is a Waymo 1 robotaxi hailed just 10 minutes ago using an app. यो Waymo 1 रोबोट्याक्सी हो जसलाई चाहिँ वेमो कम्पनीको 10 मिनेट अगाडि एउटा एप्लिकेसनको माध्यमबाट बोलाइएको थियो. The open use of this service to the public slowly expanding across the US.
र यसको खुला प्रयोग पब्लिकका लागि खुला प्रयोग चाहिँ युएसए भर नै अगाडि बढिरहेको परिस्थिति छ. इज वान अफ द मेनी डेभलपमेन्ट्स सिग्नलिङ द्याट ड्राइभरलेस टेक्नोलोजी इज ट्रुली बिकमिङ अ पार्ट अफ आवर लाइफ्स. अब यो ड्राइभरलेस टेक्नोलोजी चाहिँ ट्रान्सपोर्टेसनमा कसरी अगाडि बढ्दैछ भन्ने कुरा, हाम्रो जीवनको एउटा अभिन्न अङ्ग बन्दैछ भन्ने कुरा चाहिँ यसको ओपन युज चाहिँ पब्लिकमा क्रमशः युएसए भरि नै पुर्याइँदै लैजानु पनि हो. द प्रोमिस अफ ड्राइभरलेस टेक्नोलोजी हेज लङ बिन इन्टाइसिङ. बिना ड्राइभरको गाडी यो टेक्नोलोजी चाहिँ केही समयदेखि एकदमै आकर्षक हुँदै आएको छ. It has the potential to transform our experiences of commuting. अब यसको चाहिँ सम्भाव्यता पनि छ जसले हाम्रो यो कम्युटिङ भनेको रेगुलर जर्नी, युजल्ली फ्रम हाउस टु अफिस एन्ड लङ जर्नीज र लामो यात्राहरू, टेक पिपल आउट अफ हाई रिस्क वर्किङ इन्भाइरोमेन्ट्स एन्ड स्ट्रिमलाइन आवर इन्डस्ट्रिज. यसले चाहिँ मानिसहरूलाई एकदमै हाइली रिस्क वर्किङ इन्भाइरोमेन्टबाट चाहिँ मुक्त राख्ने अथवा सुरक्षित राख्ने र हाम्रा इन्डस्ट्रिजहरूलाई अझ मजबुत बनाउने कार्य गर्ने सम्भावना बोकेको छ. इट इज की टु हेल्पिङ अस बिल्ड द सिटिज अफ द फ्युचर. अब हाम्रा भविष्यका सिटीहरू कस्तो हुने भन्ने कुरा बनाउनका लागि यसले मुख्य भूमिका खेल्दछ. Where our reliance and relationship with cars are redefined. जहाँ हाम्रो भरोसा र हाम्रो सम्बन्ध कारसँगको सम्बन्ध पुनः परिभाषित हुनेछ. लवरिङ कार्बन इमिसन्स, जहाँ चाहिँ कार्बन इमिसन कम हुनेछ. एन्ड पेभिङ द वे फर मोर सस्टेनेबल वेज अफ लिभिङ. र जसले चाहिँ हामीलाई जुन दिगो बसाइ हुन्छ त्यसका लागि चाहिँ सस्टेनेबल लिभिङका लागि बाटो खुला गर्नेछ. एन्ड इट कुड मेक आवर ट्राभल सेफर. र यसले वास्तवमा हाम्रो यात्रालाई पनि सुरक्षित गर्नेछ. द वर्ल्ड हेल्थ अर्गनाइजेसन एस्टिमेट्स द्याट मोर देन 1.3 मिलियन पिपल डाई इच इयर एज अ रिजल्ट अफ रोड ट्राफिक क्रासेस. एकदमै डरलाग्दो आँकडा छ यहाँ. WHO का अनुसार चाहिँ वार्षिक रूपमा 1.3 मिलियन पिपलको डेथ चाहिँ रोड एक्सिडेन्टबाट हुने गर्दछ. वी वान्ट सेफर रोड्स एन्ड फ्युवर फटालिटिज. हामी चाहिँ एकदमै हाम्रा रोडहरू सुरक्षित भएको हेर्न चाहन्छौँ जहाँ डेथ टोल चाहिँ एकदमै कम गर्न सकियोस्. अटोमेसन अल्टिमेटली कुड प्रोभाइड द्याट. र वास्तवमा यो पुरा गर्न सक्ने भनेको चाहिँ अटोमेसन नै हो, अर्थात् स्वचालित ट्याक्सीहरू नै हुन्. सेज कमिला फाउलर, हेड अफ अटोमेटेड ट्रान्सपोर्ट फर द युकेज ट्रान्सपोर्ट रिसर्च ल्याबोरेटरी TRL. उहाँका अनुसार यदि हामी सेफर रोड चाहन्छौँ भने त्यो सम्भावना ह्युमन्स ड्राइभरबाट भन्दा ड्राइभरलेस टेक्नोलोजीबाट मात्रै सम्भावना छ. बट इन अर्डर फर ड्राइभरलेस टेक्नोलोजी टु बिकम मेन स्ट्रिम. तर पनि यो ड्राइभरलेस टेक्नोलोजीलाई चाहिँ हाम्रो यातायातको मेन स्ट्रिममा ल्याउनको लागि मच स्टिल निड्स टु चेन्ज. धेरै कुरा हामीले परिवर्तन गर्नु छ. ड्राइभरलेस भेहिकल्स सुड बी अ भेरी काम एन्ड serene way of getting from A to B. यो ड्राइभरलेस भेहिकल्सबाट कुनै एक ठाउँबाट अर्को ठाउँमा पुग्नु एकदमै शान्त वातावरण हुनेछ. बट नट एभ्री ह्युमन ड्राइभर अराउन्ड इट विल बी बिहेभिङ इन द्याट वे. र जसरी यसले शान्त वातावरणमा यात्रा गराउँछ ह्युमन ड्राइभरहरूबाट त्यो सम्भावना छैन. सेज डेभिड हिन्ट, चिफ साइन्टिस्ट फर सेफ्टी एन्ड इन्भेस्टिगेसन्स एट TRL. TRL को चिफ साइन्टिस्ट डेभिड हिन्टका अनुसार
It has got to be able to cope with human drivers speeding. यसले एउटा कुरा चाहिँ सामना गर्नुपर्नेछ, जुन ह्युमन ड्राइभर्सहरूले गर्ने स्पिडिङसँग यसले सामना गर्नुपर्नेछ। फर इन्स्टेन्स आर ब्रेकिङ द रुल्स अफ द रोड, र कोही कोही बेला चाहिँ रोडको रुलहरू ब्रेकिङ अथवा ट्राफिक रुल्स ब्रेकको कुरा चाहिँ यसले एडजस्ट गर्नु छ। अर्थात् ह्युमन ड्राइभरहरूको स्पिडसँग कम्पिटिसन मात्रै होइन, कोही कोही बेला चाहिँ रुल ब्रेकको कुरा पनि हुन्छ, ट्राफिक नियमको उल्लङ्घन पनि हुन्छ। त्यो कुरालाई यसले एडजस्ट गर्नुपर्नेछ। एन्ड द्याट इज नट द ओन्ली च्यालेन्ज, र यो मात्रै च्यालेन्ज चाहिँ होइन। देयर इज रेगुलेसन, रिथिङ्किङ द हाइवे कोड, public perception, improving the infrastructure of our streets, towns, cities, and the big questions of ultimate liability for road accidents. र समस्या चाहिँ त्यतिमा मात्रै सीमित छैन। हाम्रो नियमहरू अनि हाम्रो हाइवे कोडहरू अनि हाम्रो समुदायको रोडप्रतिको सडकप्रतिको धारणा मात्रै नभएर हाम्रो सडक संरचनाको बाटोहरूको, सहरहरूको, सिटीहरूको संरचनाहरूको इम्प्रुभमेन्ट, सुधार त गर्नु नै छ। त्योभन्दा अझ ठुलो कुरा भनेको चाहिँ रोड एक्सिडेन्ट हुँदाखेरि त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय नै हुन आउँदछ। The whole insurance company is looking into how they are going to deal with that change, from a person being responsible and in charge to the vehicle doing that. अब यो इन्सुरेन्स कम्पनीहरूले चाहिँ अब कसको जिम्मेवारी हुने भन्ने विषयमा चाहिँ एउटा व्यक्तिबाट एउटा भेहिकलको चाहिँ इन्चार्जसम्म परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ उपायहरूको खोजी गरिरहेको छ। सेज रिचार्ड जिङ्क्स, भाइस प्रेसिडेन्ट अफ कमर्सियल अफ अक्सफोर्डसायर बेस्ड ड्राइभरलेस भेहिकल सफ्टवेयर कम्पनी Oxbotica, which has been testing its technology in cars and delivery vehicles at several locations across the UK and Europe. यो चाहिँ युके र युरोपमा प्रयोगमा ल्याइएको ड्राइभरलेस टेक्नोलोजी कम्पनीको भाइस प्रेसिडेन्टले बताउनु भएको छ। The ultimate vision, experts are working towards its completely driverless vehicles. अब यसको अल्टिमेट गोल चाहिँ, भिजन चाहिँ के हो त भन्दा कम्प्लिटली ड्राइभरलेस भेहिकल्सहरूको प्रयोग गर्नु हो, बोथ विदिन इन्डस्ट्री, कुनै इन्डस्ट्रीभित्र, वाइडर ट्रान्सपोर्ट नेटवर्क अनि ट्रान्सपोर्ट नेटवर्कमा, एन्ड पर्सनल युज कार्स द्याट क्यान बी डिप्लोयड एन्ड युज्ड एनीवेयर एन्ड एभ्रिवेयर अराउन्ड द वर्ल्ड। र त्यति मात्रै नभएर व्यक्तिगत कारहरू जसलाई चाहिँ राम्रोसँग जुनसुकै ठाउँमा जतासुकै लैजान सकियोस् र प्रयोग गर्न सकियोस्। बट विथ अल दिज हर्डल्स इन प्लेस, तर यहाँ यस्ता किसिमका धेरै बाधा व्यवधानहरू विद्यमान छन्। वाट एक्ज्याक्टली डज द नेक्स्ट 10 years ह्याभ इन स्टोर फर अटोनोमस भेहिकल्स, र आगामी 10 वर्ष चाहिँ यो अटोनोमस भेहिकल्स, ड्राइभरलेस भेहिकल्सहरूका लागि के चमत्कार हुनेछ त? वेल गाइज, 2 years फ्रम नाउ, अहिलेदेखि 2 वर्षसम्म भनेर दिइएको छ यहाँ। लेट्स सी, द बिगेस्ट हर्डल फर दोज इन द ड्राइभरलेस टेक्नोलोजी इन्डस्ट्री इज how to get the cars to operate safely and effectively in complex and unpredictable human environments. अब सबैभन्दा ठुलो व्यवधान भनेको चाहिँ ड्राइभरलेस टेक्नोलोजीबाट चलेका कारहरूलाई चाहिँ कसरी सुरक्षित र उपयुक्त ढङ्गबाट चाहिँ यो एकदमै कम्प्लेक्स, जटिल मानव संरचना भएको
र गेस गर्न पनि नसकिने खालको चाहिँ इन्भाइरोमेन्टमा वातावरणमा कसरी सञ्चालन गर्न सकिन्छ भन्नु नै हो। Cracking this part of the puzzle will be the major focus of the next 2 years. र अब यस्तो किसिमको यो अनप्रेडिक्टेबल ह्युमन इन्भाइरोमेन्टमा कसरी ट्याकल गर्न सकिन्छ भन्ने विषय नै आगामी 2 वर्षको विषय हुनेछ। At the MCT test facility at the University of Michigan, यो MCT टेस्ट फेसिलिटी जुन चाहिँ मिचिगन युनिभर्सिटीमा हुने गर्दछ छ। एक्सपर्ट्स आर एड्रेसिङ दिस, र त्यहाँका एक्सपर्ट्सहरूले चाहिँ एक्सपेरिमेन्ट गरिरहेका हुन्छन्। यहाँ यसमा चाहिँ एड्रेस गर्ने प्रयास गर्दैछन्। द वर्ल्ड्स फर्स्ट पर्पोज बिल्ट टेस्टिङ ग्राउन्ड फर अटोनमस भेहिकल्स, यो चाहिँ जुन मिचिगन युनिभर्सिटीमा स्थापना गरिएको छ, यो चाहिँ विश्वकै पहिलो पर्पोज बिल्ट टेस्टिङ ग्राउन्ड, टेस्टिङका लागि उपयोग गर्ने प्रयोजनमा बनेको टेस्टिङ ग्राउन्ड हो ड्राइभरलेस भेहिकल्सहरूको लागि। इट इज अ मिनी टाउन अफ सर्ट्स मेड अप अफ 16 acres अफ रोड एन्ड ट्राफिक इन्फ्रास्ट्रक्चर्स, यो चाहिँ एउटा सानो मिनी टाउनको परिकल्पना गरिएको छ जुन 16 acres को छ। त्यहाँ चाहिँ विभिन्न ट्राफिक इन्फ्रास्ट्रक्चर्सहरू चाहिँ निर्माण गरिएको छ। It includes traffic signals and signs, underpass, building facades, tree cover, home and garage exterior for testing, delivery and ride hailing, and different terrains such as road, pedestrian walkways, railway tracks and road marking which the vehicles must navigate. अब यहाँ चाहिँ यो अनप्रेडिक्टेबल ह्युमन इन्भाइरोमेन्टको परिकल्पना गरेर सबै कुराहरूलाई समावेश गरिएको छ। ट्राफिक साइन सिग्नल्सहरू, अन्डरपासेसहरू, अब बिल्डिङको फ्रन्ट भागहरू, रुखहरू, अनि त्यस्तै गरेर होमहरू, ग्यारेज एक्सटेरियर्स, अनि त्यस्तै गरेर चाहिँ विभिन्न टरेन्सहरू, रोडहरू, पेडिस्टरियन साइड वाक्सहरू, पैदल यात्रीहरू हिँड्ने रेलवे मार्गहरू, सबै कुराहरूलाई चाहिँ एउटा भेहिकलले कसरी नेभिगेट गर्न सक्दछ, बचाएर अगाडि बढ्न सक्छ, जान सक्छ भन्ने विषयको इन्स्योर गर्नका लागि यसलाई निर्माण गरिएको छ। इट इज हियर द्याट एक्सपर्ट्स टेस्ट सिनारियोज द्याट इभन द मोस्ट एक्सपिरियन्स्ड अफ ड्राइभर्स मे बी प्रेस्ड टु ह्यान्डल। अब यहाँ चाहिँ एक्सपर्ट्सहरूले चाहिँ यस्तो सिनारियोको परिकल्पना गरेर काम गरिएका छन् जहाँ चाहिँ एकदमै एक्सपिरियन्स ड्राइभरले पनि प्रेसरमा ह्यान्डल गर्नुपर्ने हुन्छ। फ्रम चिल्ड्रेन प्लेइङ इन द स्ट्रिट, जहाँ चाहिँ रोडहरूमा बच्चा बच्चीहरू खेलिरहेका हुन्छन् अथवा खेल्न निस्किन्छन्, टु टु कार्स ट्राइङ टु मर्ज अन अ जक्सन एट द सेम टाइम, अथवा एउटा जक्सनमा चाहिँ दुईवटा कार एकैपटक जाने प्रयास हुन्छन् हैन। यस्तो कम्प्लेक्स इन्भाइरोमेन्टमा पनि कसरी ड्राइभरलेस टेक्नोलोजीलाई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चाहिँ यो एमसिटी टेस्टिङ ग्राउन्ड मिचिगन युनिभर्सिटीमा चाहिँ यो कार्यहरू एक्सपर्टहरूबाट भइरहेको छ। Okay, well guys, this was our text regarding driverless technology in cars, and it is a new technology which is growing day by day। जुन टेक्नोलोजी चाहिँ अहिले युएसबाट युके, युरोप हुँदै एसियन कन्ट्रीहरूमा पनि क्रमशः आउँदैछ भन्ने विषय चाहिँ आजको विषय थियो। All of you, thank you for your active participation, and for exercises you will watch my another video today. This much. Thank you all.